जनता त अब भेडा होइन क्या, देखिरहेछ त आँखाले खेलेको को कति खेलिरहेछ, क्वालिटी कति छ, देख्दा देख्दै पनि अन्ध बन्नी त। कतिपय कुराहरू चाहिँ अब पर्सनल पनि हुन्छ। यहाँ कत्रो ठुलो कन्ट्रोभर्सी हुन लागेको थियो तपाईँलाई थाहै छैन नि। मैले यहाँ भन्न चाहिँ होइन। डोना थापाले केही दिन अगाडि फेसबुकमा एउटा भिडियो सेयर गर्दै एउटा स्ट्याटस लेखेको थिए, जहाँ डोना भन्छन् नेपाली फुटबलमा एउटा धमिरा छ, जसले गर्दाखेरि नेपाली सोझा साझा प्लेयरहरूले दुःख पाइरहेका छन् र अब यही मान्छेले गर्दा नै मेरो भाइको भविष्य पनि धरापमा छ। एन्ड वी अल नो ड्याट कि डोना थापाले एन्फा र केही प्लेयर्सहरूको एगेन्स्टमा धेरै लामो समय अगाडिदेखि नै बोल्दै आइरहेका छन् र सायद त्यही कुराले पनि होला नेपाली फुटबलमा धेरै कुराहरू चेन्ज पनि भएको छ। सो रिसेन्टली यो सबै टपिकहरूलाई लिएर डोना थापाले केही कुराहरू सेयर गरेका छन्। मेरो भाइ त थिएन, यहाँ कत्रो ठुलो कन्ट्रोभर्सी हुन लागेको थियो तपाईँलाई थाहै छैन नि। भाइलाई नराखेको भए देखिरहेछ त आँखाले खेलेको को कति खेलिरहेछ, क्वालिटी कति छ, देख्दा देख्दै पनि अन्ध बन्नी त, त्यो हुँदैन नि। अब त दर्शक जनता त अब भेडा होइन क्या, बुद्धि पनि छ, देखिरहेछ सही गलत भन्ने जनताहरू पनि आइसक्यो। पहिला जस्तो होइन भेडे टाइपको, अब अहिले त स्मार्ट खालको जनताहरू छन्। अब त सोसियल मिडिया पनि स्ट्रङ छ, सबै डिजिटल कुराहरू छ, देख्छ नि आँखाले। जियो त्यही त भन्छ नि, त्यही प्रेसरले त हालिरहेछ नि, होइन र अहिले हाल्यो नि एनएसएलमा लास्ट आवरमा आएर। न त ठुलो कन्ट्रोभर्सी हुनुवाला थियो। किन नहालेको भन्दा डोनाको भाइ भएर, किनभने डोनाले जियो त्यही बोलिदिन्छ, जियो त्यही बोलेपछि उनीहरूको बदनाम हुन्छ। बनाएन त, त्यत्रो नबोलेको भए केटीहरूलाई त्यत्रो फेसिलिटी दिन्थ्यो, अहिले दिएन पछिल्लो समय। अब त कोहीले बोल्छ भनेर नि डराउँछ नि त, हो कि होइन भन्नु त। त्यतै जान्छ। अहिले 15,000 स्यालेरीबाट केटाहरूको 30,000 बनाएन, पहिला बनाएको थियो त, भनिदिएँ त मैले त। राष्ट्रिय खेलाडी भनेर म यो भनेर हिँड्ने, अनि 15,000 रुपियाँले के गर्ने, भाडा तिर्ने कि खाने कि मजा किन्ने कि चप्पल किन्ने, बनायो त 30,000 बनाएन। अब त के गरेन भने त कोही बोल्दैन, सक्यो नि, डर छ नि, त्यो बोलेर फाइदा पनि भयो। अझ मलाई त ढोका मात्रै बन्द गरिदिएको, उनीहरूलाई त थाहै थिएन अर्को ढोका खुल्ला छ भनेर मेरो लागि। धमिराहरू छन्। अनि यो अहिले झन् एउटा छ क्या, त्यो यो अहिले एनएसएलको नाम लेख्नमा त्यो पनि चर्च बोइज पनि त्यसले हेर्ने, 3 स्टार नि त्यसले हेर्ने रे। अहिले खेलाडीहरू सबै त्यसको हातमा छ क्या, एउटा छ त्यो, मेरो टाइममा पनि मसँगसँगै खेल्थ्यो। अनि त्यही हो मेन धमिरा, त्यसलाई ननिकालेसम्म हुँदैन। त्यसको अहिले राजनीति गर्ने बेला भएको छैन फुटबलमा। त्यो राम्रो प्लेयर पनि होइन, एउटा दुइटा ट्याकल स्याकल हानेको भरमा फुटबल प्लेयर भएको हो, अनि त्यो धमिरै हो। तर त्यसको पत्ता साफ चाहिँ हुनै पर्छ। देशले बल्ल एउटा राम्रो फुटबल, न त ग्राम रोबर्ट जस्तो नि हटाउँछन्, यहाँ त अब्दुल्ला अलमुतारी जस्तो पनि हटाउँछन्। मनमर्जी छ नि त, राम्रो मान्छेलाई त छैन नि यहाँ। त्यही भएर मलाई लाग्छ यहाँ अब प्लेयरहरू पनि त्यसै छन्, यो प्रवृत्ति तोड्नुपर्छ। प्लेयरको काम खेल्ने मात्रै हो।